वेलकम ब्याक टु माई नेक्स्ट भिडियो साथीहरू। तपाईँहरूलाई अर्को भिडियो ल्याउनमा अलिकति समय लागेकोमा म क्षमा चाहन्छु। र वेल साथीहरू, हामी होइन आजको टपिकतिर जाउँ। विशेष गरी मैले तपाईँहरूलाई योभन्दा अघिल्लो भिडियो भनेको थिएँ किन एउटा बल पेनले चाहिँ होइन केही समय पछाडि लेख्न छोड्छ भन्ने कुरामा चाहिँ हामी अलिकति डिस्कस गर्न चाहन्छौँ। ओके साथीहरू, यो तपाईँले एउटा मुभी हेर्नु भएको छ, थ्री इडियट्स भन्ने मुभी, इन्डियन होइन मुभी हो होइन, बलिउड होला होइन, बलिउड मुभी होइन। आमिर खान हुनुहुन्छ त्यहाँनिर, एकजना प्रोफेसर भाइरस भन्ने हुनुहुन्छ। उहाँसँग चाहिँ के छ भन्दाखेरि चाहिँ स्पेसमा अथवा अन्तरिक्षमा चलाउने एस्ट्रोनटहरूको पेन छ क्या होइन। त्यो पेन चाहिँ तपाईँको जुनै पनि एङ्गलमा लेख्न सकिन्छ। त्यो पेनले चाहिँ स्पेसमा चाहिँ लेखिन्छ, किनभने स्पेसमा तपाईँलाई थाहा छ अन्तरिक्षमा चाहिँ अलिकति हामी विज्ञानको कुराहरू पनि गरौँ। अन्तरिक्षमा चाहिँ ग्राभिटी हुँदैन। ग्राभिटी भनेको गुरुत्वाकर्षण बल भनौँ होइन, या के भनौँ होइन, गुरुत्व बल भनौँ नेपालीमा। त्यो ग्राभिटी नभएपछि त्यहाँनिर यो खालको पेनले चाहिँ काम गर्दैन साथीहरू होइन। यो नर्मल पेनले काम गर्दैन होइन। त्यसो हुँदाखेरि अनि त्यहाँ चाहिँ युज गरिन्छ जिरो ग्राभिटी पेन युज गरिन्छ साथीहरू। जिरो ग्राभिटी पेनलाई चाहिँ युज गरिन्छ अन्तरिक्षमा। त्यो जुनै एङ्गलमा पनि लेख्न सकिन्छ, त्यहाँ त्यसलाई ग्राभिटीको खाँचो पर्दैन। तपाईँ र मलाई थाहा हुनुपर्छ, एउटा खोला चाहिँ जहिले पनि होइन माथिबाट तल बग्छ, तर तलबाट माथि बग्ने खोलाहरू संसारमा छैनन् जस्तो लाग्छ, र छ भने पनि प्रायः कम छ होला होइन। मैले एक दुईवटा युट्युबमा हेरिरहेको थिएँ, माथिबाट बग्ने त्यो पनि ग्राभिटीकै कारण हो। तर त्यो किन भन्ने कुराहरूमा चाहिँ अब वैज्ञानिकहरूले रिसर्च गरिरहनु भएको होला होइन। तर नर्मली प्रायः जस्तो माथिबाट तल बग्छ होइन। एन्ड अब हामी कुरा गरौँ कि यो बल पेन पनि जहिले पनि हामीले यसरी लेख्दाखेरि यो यहाँ भएको इङ्कलाई चाहिँ केले तानिरहेको हुँदाखेरि यो अर्थको, पृथ्वीको गुरुत्व बलले तानिराखेको हुन्छ क्या साथीहरू है। त्यसैले त हामीले माथि हानेको ढुङ्गा, आकाशमा हानेको ढुङ्गा चाहिँ तल झर्छ। किन झर्छ भन्दाखेरि त्यो पनि गुरुत्व आकर्षण बलकै कारणले, गुरुत्व बलकै कारणले होइन, जसको एउटा मान छ होइन, पृथ्वीतिर तान्न सक्ने एउटा होइन उसको भ्यालु हुन्छ। त्यो चाहिँ के हो, कति हुन्छ भन्दाखेरि 9.8 मिटर पर सेकेन्ड स्क्वायर्ड होइन। तपाईँ हामीले लगभग 8, 9, 10तिर यो पढ्छौँ नि होइन, त्यसको भ्यालु होइन। त्यसमा के छ भन्दाखेरि के त न्युटन चाहिँ के अरे स्याउको मुनि होइन, रुखको मुनि बसेको, उसको टाउको माथि चाहिँ एप्पल होइन, स्याउ झरेको, अनि उसले गुरुत्व बल पत्ता लगाएको, यी इत्यादि कुराहरू त त्यहाँ पढेकै होला तपाईँहरूले होइन। त्यसकै कारणले चाहिँ साथीहरू यो पेनले चाहिँ होइन, यो पेनले चाहिँ लेख्दैन क्या। यो पेनले चाहिँ हामीले कुन पोजिसनमा लेख्दैन भन्दाखेरि चाहिँ मैले भनेको थिएँ, त्यो अब थोरै डिस्क्राइब गर्न चाहन्छु साथीहरू। अब हेर्नुहोस् है त, अब यो पेनलाई हामीले सिम्पली यसरी यो तरिकाले गऱ्यो भने चाहिँ लेख्छ है साथीहरू। हेर्नुहोस् है, अलिकति भिडियोमा देखेन, म क्षमा चाहन्छु। यो तरिकाले अथवा यो तरिकाले गरेको लेख्छ है। अब हामीले यसलाई थोरै यो तरिकाले होइन, थोरै तल यसरी यसलाई, यसको यो इङ्क, यसको निटलाई चाहिँ यसरी हामीले उल्टो लेख्न थाल्यो भने केही समय पछाडि लेख्दैन क्या साथीहरू। यो है, हेर्दै जानुहोस् है, हेर्दै जानुहोस्। अब यसले लेख्नु छोड्यो, यो लेख्नु छोडिसकेछ यहाँ है, लेख्नु छोडिसकेछ है, यसले लेख्नु छोडिसकेछ। अब केही समय पछाडि यसले पुरै लेख्नु छोड्छ साथीहरू, पुरै लेख्नु छोड्छ यसले। अब यसले यहाँ लेख्नु छोडिसकेछ क्या है, यसले लेख्नु छोडिसक्यो। देख्नुभयो तपाईँहरूले, देख्नुभयो नि है। यसरी यसले चाहिँ यसरी यो उधोमुन्टी भनौँ न होइन, अपसाइड डाउन भनौँ होइन, यसरी लेख्यो भने यसले लेख्दैन। किन भन्दाखेरि यसको यो इङ्क चाहिँ उँधो, पृथ्वी हेर्नु त, पृथ्वीले उँधो तान्छ नि त यसको होइन, तल
अर्थतिर यसले चाहिँ ग्राभिटीले तान्छ, त्यस कारण लेख्दैन यो उँभो चाहिँ जान सक्दैन। तर यदि जिरो ग्राभिटीको पेन भयो भने चाहिँ होइन त्यसले चाहिँ यसरी लेख्दा पनि लेख्छ क्या। किन भन्दाखेरि त्यहाँ चाहिँ त्यो जिरो ग्राभिटी पेनमा चाहिँ मलाई लाग्छ त्यहाँ विभिन्न ग्यासहरू प्रयोग गरेको हुन्छ। मलाई सुनेको थिएँ नाइट्रोजन अथवा कुन ग्यास चाहिँ प्रयोग गरेको हुन्छ अरे क्या, त्यसलाई चाहिँ प्रेसर दिन्छ उभै जता होइन त्यसलाई लेख्नुपर्ने त्यति प्रेसर दिन्छ अरे है। साथीहरू तपाईँहरूलाई यो विषयमा कतिलाई ज्ञान थियो होला अलरेडी, किनभने यो साधारण कुरा हो, कतिलाई ज्ञान थिएन। तपाईँहरूलाई मैले थोरै जानकारी गराएँ। कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया व्यक्त गर्नुहोला। वेल राम्रोसँग एक्सप्लेन पनि गर्न सकिनँ होला, किनभने वेल म प्रोफेसनल एउटा त्यो भिडियो क्रिएटर कन्टेन्ट क्रिएटर पनि नभएको कारणले, तर ट्राई चाहिँ गरिँदैछ होइन। सबैले ट्राई गर्नुपर्छ यो डिजिटल एजमा। तपाईँहरूले पनि यसरी भिडियोहरू बनाउन सक्नुहुन्छ। साथीहरू मैले एउटा सानो एउटा मलाई थाहा भएको जानकारी सेयर गरेँ। मैले चाहिँ यो चाहिँ प्रायः चाहिँ 3 इडियट्स मुभीलाई हेरेको थिएँ होइन। त्यसमा चाहिँ रेन्चो भन्ने एकजना होइन त्यहाँ भएको एक्टर अथवा किरदार निभाउनु हुने आमिर खानले चाहिँ त्यो प्रश्न सोध्नुहुन्छ क्या भाइरस भन्ने एकजना प्रोफेसरलाई होइन। विभिन्न यही कुराहरू हुन्छन्। अनि त्यसलाई मैले यसो रिसर्च गर्दा त्यसलाई खोज्दाखेरि चाहिँ मैले यी कुराहरू भेटाएँ। तपाईँहरूले कस्तो लाग्यो साथीहरू? फेरि यस्तै अरू भिडियोहरू म लिएर आउनेछु। त्यति जेलसम्मको लागि स्वस्थ रहनु होला, मस्त रहनु होला। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ, बाइ बाइ एभ्रीबडी।